विष्णवे सर्वभूतात्मने वासुदेवाय सर्वसंग राख्नु। फेरि अक्षताको टपरो हातमा लिनुहोस् र भगवानका पार्षद देवताको पूजा, पार्षद भनेको जान्नुहुन्छ नि, भगवानका अघि पछि बसेका देवताहरूको पूजा गर्नुहुन्छ तपाईले। अब थालाका पूर्व पूजा गर्नु, पूर्वपट्टि थालाका, त्यही थालाका पूर्वपट्टि पूजा गर्नु। थाला भित्र पूर्वे लक्ष्मी नमो नमः, हे लक्ष्मी देवी मैले निमन्त्रण गरे तपाईलाई मेरो पूजामा भन्नु। दक्षिण दिशामा पूजा गर्नु। सरस्वती नमः, हे सरस्वती देवी तपाईलाई मैले आह्वान गरे भन्नु। पश्चिमतिर पूजा गर्नु। पश्चिमे आदि पुरुषाय नमः, हे आदि पुरुष मैले निमन्त्रण गरे भन्नु। उत्तरमा अनादि पुरुषको पूजा गर्नु। तिनीहरूका कुना कुनामा पूजा गर्दै जानु। आग्नेय दिक्पालाय नैऋत्य नवग्रहाय बाह्यप्य श्रीरामाय ईशान्य लक्ष्मणाय ऊर्ध्व ब्राह्मणाय अधोधरे अम्बिकाय नन्दाय सुनन्दाय बलाय जयाय विजय। जय विजय भनेका भगवानका गेटामा बसेका थिए अगाडि। जयाय नमः पूजा गर्नु। विजयाय नमः भगवान विष्णुका शङ्ख चक्रको पूजा गर्नु। शङ्खाय नमः, चक्राय नमः, गधाय नमः, पद्माय नमः। त्यस्ता प्रकारले नन्द सुनन्द बल प्रबल सुशील पुण्यशीला त्यस्ता प्रकारले पूजा गरेर भगवानलाई बुढी औँलाले त्यो सुनमा छुनु अरे। यो सुनमा तपाईहरु आएर बस्नु है, भगवान भनिरहनु। ओम हेम क्रीम रमा सहित श्री सत्यनारायण जीव प्राण चन्मेन्द्रियाणि यहाँ गच्छ। हे भगवान यहाँ आउनुहोस्, यथा सुखम यहाँ बस्नुहोस्। चिर तिष्ठन्तु नम, मैले पूजा गरुन्जेली तपाईको यो जग्गामा आगमन होस् भन्नु। इदमादयन्तो प्रतिष्ठा भूर्भुवस्व मरुज्योति जुतमजस्यं बृहस्पतिं समं ददातु विश्वदेव मादयन्तो प्रतिष्ठा। बोलिए लक्ष्मीनारायण भगवान को जय हो। अब आवाहन बटुकाको जलले अक्षता राख्नु। भगवानलाई स्नान गराइदिनु बटुकाको पानीले। आह्वान गर्नु। आह्वान भनेको भगवानलाई बोलाए है मैले मेरा घरमा। हे प्रभु वैकुण्ठबाट तपाईहरु दुवैजना मेरा घरमा यो पूजाको लागि आइदिनुहोस्। मैले श्रद्धा भक्तिले तपाईहरुलाई बोलाए भन्नु। पहेँलो फूल लिएर नमस्कार गर्नु है। सहस्र शिरिका पुरुक सहस्राक्ष सहस्रपाद स भूमिगो सर्वतिष्ठ दशाङ्गुलम् भूर्भुवस्व भगवान रमा सहित यहाँ गच्छ यहाँ तिष्ठ। यावत् पूजा करोमि तावत् त्वं सुस्थिरो भव सुप्रसन्नो वरदो भव। ध्याये सत्य गुणातीतं गुणत्रय समन्वितं लोकनाथं त्रिलोकेशं कस्तुभारवरं हरिं सुलोचनं चतुर्बाहु शङ्खचक्र गदाधरं किरीटीनं कुण्डलीनं वनमाला विभूषितं। वनमालाले विभूषित हुनु भएको लक्ष्मीलाई साथमा लिएर किरीटी कुण्डल जस्ता भगवानलाई हामीहरूले बोलाएर थालमा राख्यौं। आसन एउटा कुशको टुक्रो भगवानलाई बस्न सबैले आसन दिनुपर्छ अरे। त्यो कुश लिनु राख्नु, यो डाली छेउमा राख्नु, खाली पहेँलो फूल लिनु। लिएर भगवानलाई मैले आसन चढाए हे पुष्प भनेर नमस्कार गर्नु। पुरुष ए वेदं गो एभूतं यच भाव्यं उतामृतस्यानो तिरोहते पाद्यं समर्पयामि लक्ष्मी नारायणाय नमः। फेरि पहेँलो फूल लिएर नमस्कार गर्नु। यतवानस्य महिमातो जायस्य पुरुषो पादोस्य विषभूतानि त्रिपादस्य मृतं दिवि नानातीर्थशुभ्रं निर्मलं पुष्पमिश्रितं पाद्यं गृह्णाते तारे विश्वरूप नमस्तुते। पाद्यं श्री लक्ष्मी नारायणाय नमः फूल लगेर राख्नु। संसारी विषयमा मन डुलाउनु हुँदैन। यो बेलामा हामी भगवानमा बसेका छौं। काकाले अब काठपरा सम्झिन थाल्नुभयो। अब भगवानलाई दहीले स्नान गराउनु पर्छ। दहीको दुरो लिनु हातमा।
यो मनुष्य कति भाग्यमानी हो, आज भगवानलाई नुहाउन पाएको छ। यो कुरो हामीले सम्झेर पूजा पाठल गर्नुपर्छ अरे। भगवानको सुनमा दहीले अभिषेक गरिदिनु अलिअलि गरेर। त्रिवा दुर्द उदित पुरुष कागस्ते भवत्पुनम तनुसान अने अभि अर्घम समर्पयामि तो दुनु राख्नु, फुल लिएर फेरि नमस्कार गर्नु। यो दहीले मैले तपाईलाई स्नान गराएँ, हे प्रभु कुन जन्मको आज भाग्य उदय भयो है भन्नु। ओम गन्ध पुष्पाक्षते फेतम फरेण च समन्वितम अर्घम गृहाण देवेश मया दत्त भक्तिता। र भगवान सबै त मलाई दिएर पनि तपाईले तपाईको सेवा गर्ने भक्ति पनि मलाई दिनुहोस् है। अरु यो संसारमै बस्ने वस्तु हो। काम क्रोध लोभ मोह यो पनि मानवलाई चाहिन्छ अरे, तर यसमा भगवानको भक्ति अटुट हुनु पर्दछ। फूल लगेर थालामा चढाउनु, भगवानलाई आचमन गराउनु, एउटा दुरामा शुद्ध पानी लगाएर यसमा चाहिँ यो दुनो पानी लगाउनु, अलिकति 3 खेप भगवानलाई आचमन गराउनु अरे। ओम ततो विराड जायेतम विदा विराजो अधिपुरुष सदातो अच्चरित सम्पदमा मथोपुरम। नमस्कार गरिदिनु। मैले यो शुद्ध जल मैले चढाएँ तपाईलाई। किन्न समाहतम आचम्यत जगन्नाथ मया तत्त भक्तितम आचमनियम समर्पयामि लक्ष्मी नारायणाय नमो नमः। फूल लगेर अब गाखिरले स्नान गराउनु, गाखिरको दुनु हातमा लिनु, अभिषेक गराउनु अरे भगवानलाई। पय पृथिवा पयो देव्या अन्तरिक्षे पयोदा पयस्पति सन्तोम्यहम् पंचामृत स्नान लक्ष्मी नारायणाय नमः। दुनु यता राख्नु, फूल लिएर मैले यो गाखिरको स्नान मैले गरेँ है प्रभु प्रसन्न होइदिनु भन्दै फेरि पहिलो फूल लिएर नमस्कार गर्नु। देवान् देवनिता धेनु सर्व पाप प्रणाशिनी तक्षिरत्नापितो दिव्यम नित्यम मे परदो भव। पय स्नान, पयको साथमा पञ्चामृतको स्नान पनि गराइदिनु अरे। 1 चम्चा पञ्चामृत छ उहाँ छ नि, उहाँ चम्चाले 1 चम्चा हाल्दिनु न उहाँको चाहिँ 1 चम्चा। पय स्नान पञ्चामृत स्नान दधिक्राणो अकारिञ्चो रसस्य वाजिनो सुरभिनो मुखकर्ण करत प्रण आयुषी तारितम पयस समद्भूतम मधुराम्ब शशिस्प्रभम दद्दर्पितो मया देवो स्नानाय प्रतिगृहताम। ओम लक्ष्मी नारायणाय नमः। अब तपाईले घिउको स्नान गराउनु। घृतम अलिक गलेको खालको घिउ चाहिँ छ भने नि यहाँ छ बट्टा हेर्नु त काकी, अलिकति लगेर घिउको पनि अभिषेक दिनु भगवानलाई। ओम घृतमे मिक्षेय घृतमस्याम योनिर्घृतो श्रुतो घृतवस्य धाम। फूल लिएर नमस्कार गर्नु अरे। जसले भगवानलाई घिउ चढाउँछ त्यसलाई शोक सन्ताप भन्ने वस्तु कहिले पनि आउँदैन अरे। र शोक भन्ने वस्तु हामीहरूलाई नदिनु हे प्रभु भनेर नमस्कार गर्नु। ओम रसनमुतमं ताज्यं देवानां च सदा प्रियं तेन ते स्थापिता देव मम कान्ते प्रदो भव। घृत स्नानं श्री सत्यनारायणाय नमः। अब मधु स्नान अरे। महको दुनु हातमा लिनु, मधुले स्नान गराइदिनु भगवानलाई। मधुवातमृतायते मधुचरन्त सिन्धव माध्वेन सन्तोषदे। फेरि फूल लिएर हे प्रभु सुख शान्ति समृद्धि प्रदान गर्नु, जन्म जन्ममा तपाईको सेवा गर्न पाऊँ भन्नुहोस्। ओम यस्य श्रवण मात्रेण तुष्टियान्ति पितामह मधुना स्थापितो देव मम नित्य शोक हरो भव। मधु स्नान श्री सत्यनारायण नमो नमः। त्यसको बादमा चढाउनु पर्छ के अरे भने चिनी सखर प्रतिगृहताम। सखर मैले चिनी चढाएँ भन्नु फेरि नमस्कार गर्नु।
यक्षसारसमोद्भूतं शर्करा पुष्टिकारिणे महापाठे स्नानाय प्रतिगृह्यताम् ॐ लक्ष्मीनारायणाय नमो नमः शर्करा स्नानं समर्पयामि फूल गरेर चढाउनुहोस् भगवानलाई वस्त्र कपडा के ल्याएको छ चढाउन कति दिन्छ कति दिन हो यो बुढा कति भन्छौ तिमी नमस्कार गर्नु दामोदर नमस्तेस्तु त्रायमां भवसागरा ब्रह्मसूत्रं सुन्दर्या परमेश्वर किरीटिनं कुण्डलिनं काञ्चीमणिमदस्तभो लक्ष्मीनारायण नमो नमः अब गर्न भनेको नि खोइ यता हेरेर हाल्न एकपल्ट हेरिरहनु हो रेकर्ड गर्दैछु श्रीखण्ड चन्दनं दिव्यं गन्धातो सुमनोहरं दिले परं श्रेष्ठ ओम लक्ष्मीनारायणाय नमः चन्दनं समर्पयामि यता हेर्दा दिदी ओ दिदी बढिया अहिले देख्छ भरे मात्रै अब यही हो माला भन्नु हातमा लिएर भगवानलाई माला चढाए भनेर नमस्कार गर्नु पहिले सीमा नेत्रपान मनोहरानी सुरात्रा सुरलानी कल्पनादे सुमतानी आयनित्यं मामा एकपल्ट हाँसिदिनु भाउजू पनि मामा पनि हाँसिदिनु त एकपल्ट पसिनाले एकदम बनिन्छ त त्यसै बढारेको माडेको हाल्न तुलसी पत्र लिएर तुलसेन रूपा च रत्नरूपा च मञ्जरीं भवमोक्षर प्रदर्शयामि समर्पयामि हरे प्रिया।